तिमीहरू नै बसिस् त म के गर्नु हो बाटो भयो के यिनीहरूलाई खालि पैसाको मतलब म पछाडि के टिक्का पछाडि मुटु होला पछाडि 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 के टिक्का गर्न पछाडि 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 उता 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 पछाडि खाली भयो राम्रो राम्रो पढोस् होला डक्टर पढ्ने कि इन्जिनियर पढ्ने कि के भन्नु ब्याङ्कतिर जानु ब्याङ्कतिर जाने मकै बिल्डु खाने फेरि त्यो मेकानिक भन्छु भन्दै थिएँ कि मैले क्या फोर्स छैन के अरे ब्याङ्कको जिएम हुनु होइन जिएम भनेको पढ्ने कमसेकम एम कम के पढ्नुपर्छ भने पो हुन्छ त जिएम त्यसै हुन्छ एम भनेको त अब यो पो त लक्ष्य पढेको लागि मणिको अरे के अरे एम भनेको लक्ष्य हो सकुन भन्छ टिका लाउने चाहिँ बसेको गर्छ टिका लगाइदिने चाहिँ फेरिन्छ सबै टिका लगाइदिन्छ धानालाई ठुलोवाले कि टेस्ट मुखमा खुवाइदिनु मलाई पनि खुवाउनु खोइ त भनेको खुवाइदिनु मलाई पनि खानु ह्यापी सबले सबै मलाई पनि ह्यापी बर्थडे टु यु गर्नु सबै बर्थडे टु यु मलाई नि खाने नि अन्डा खुब पढ्नु है कति हुन्छ अब कति हुन्छ दसैँमा त कति हुन्छ पढ्नु आमा बाबासँग मुख नलाग्नु मम्मीसँग बाबासँग मुख नलाग्नु धेरै नपढ्नु पढ्नेतिर कोसिस गर्नु दसैँ ह्याप्पी बर्थडे यता ह्याप्पी बर्थडेमा धेरै पैसा पाउँछ अनि क्या पैसा हालेर त दसैँ खाली कम्प्युटर चलाइरहनु पैसा खर्च नगर्नु बरु जम्मा गरेर राख्नु एकदम हाइएस्ट नम्बर ल खाने नि अन्डा खाने नि आमाले 50 100 होइन 150 150 कति अन्डा बनाइदिन्छ राख्नु कि अनि त्यही भएर पठाइ सबैले भन्नु कि भाइहरूले चाहिँ त्यही खुवाइदियो क्या त पनि जुठो के हुँदैन भगवानै हो अहिले त भगवानै छ त्यो खान्दिउ न बहिनीको जुठो सबै त अब 50 रुपियाँ 50 कति भयो अब हामीलाई 10 नानु के खाने 200 अन्डा खाने ल दादा मलाई अन्डा दिनु भन त दादाको छेउमा गएर बस्छ न जाऊ त पेटा भागा त्यहाँबाट यताबाट जाऊ दादाको छेउमा गएर बस्छ हो त्यहाँ बस्छ
मलाई यति नै दिनु ल 100 बर्थडेमा भाइ पनि नै खुवाउनु बाबुलाई अन्डा दिनु बाबा उता ल, ल। दिनुहुन्छ ल ल पैसा के हुन्छ ना ल नानी पखाने अनि टिका दादाले टिका लाएर खाइदिन्छ तिमीलाई दादा वाक वाक गर्छ फेरि ल हो बस्नु न बस्नु न बस्नु सबल भन्नुभयो सबल निकाल्दै खुट्टामा खुट्टामा 305 भनेपछि 355 भला नि नानी भला नि भला नि भलामा देखाइदेऊ कतिको बाबासँग बस्ने ल लु बाबासँग बस्छ भलामा बन्देऊ त भलादमी बस्न त भलादमी भलादमी बस्न भलादमी बस्न पहिले भलादमी बसेर बस्छ है अहिले अन्डा खाने नि त भलादमी गरेर बस्नु म चिठी मुले फकाउँदैछ म थोरै दिन्छु धेरै दियो भने खत्तम हुन्छ धेरै होइन 21 खुट्टा दिन लगाइदिनु हुँदैन होला खुट्टा ₹2 माग्दैछ यसले त 2 माग्दैन एक रुपियाँ छ त्यही जोडेर त्यो बहिनी भला मिल्छ कि भला नि खोइ भलादमी भलान बनाऊ त्यसको सुच अरे भन्नु भन्छ न त्यसको त सुच छ नि भलादमी भन्छ हो तर सुन्छ सानो भला हुन्छ एउटा कागज त्यो हैन त्यहाँ पछाडि पनि छ एउटा सानो चिया थियो त्यो पछाडि छ हेरेको खुट्टा डुब्नु यसो छ सबैलाई कम्ती पैसा दिने त मै परे क्या हो पहिला डोरे खुट्टा दादा पर्नु भयो अर्को खुट्टा भित्र पनि त्यो सुई पनि दिन लगाऊ गाह्रो अझै वर आऊ बेटा अगाडि आऊ दिदी रारा न दिदी बहिनी खै दिदीले लगाइदिएको पहिला दिदीले लगाइदिनु पर्छ नि ल्याउनु न यस्तो टाउको खुट्टा दियो खुट्टा ढोक्नु दियो खुट्टा दियो देऊ त दाजु दाजु भाइलाई पनि दिदी बहिनी सँगै बस्यो दाजुभाइसँग दिदी त आधी खुट्टा पनि लगाइदियो छैन अन्डा मलाई जुलो पैसा भन्छ फुल पनि हाल्नु दाजुको खुट्टा ल खुट्टा खुट्टा ल्याउनु
कहाँबाट खै आउनु त। ल